हेलो नमस्ते सबैलाई स्वागत छ भिडियोमा। म चाहिँ आज प्याज गोड्न भनेर आएको। इस कुटे यहाँ ततिर चाहिँ पस्ने भन्छन्। अनि यो प्याज रोपेको चाहिँ 1 महिना भइसक्यो, मरिसकेको छ। यो के नपुगे हो यस्तो छ। प्याज गोड्न गइरहेको छु, सो ट्राई कोसिस गरिरहेको छु, खासै आउँदैन। प्याज पनि बाक्लो भएछ कि क्या हो कि मलाई गोड्न नआएको हो। दुईवटा छ काहीँ फेरि के भएको हो। ला 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 ला। धनिया नि उम्रिया फेरि अस्ति नै छर्या होला, यतिखेर उम्रिया। प्याज नरोपिकन छर्या थियो, तोरीको सागसँग यतिखेर उम्रिया। ठाउँ ठाउँमा जोगाइनु पर्यो, कहिले काहीँ काम दिन्छ। फाइनल्ली गाइज प्याज गोडेर सकिसकेछ। हेर्न सक्नुहुन्छ कि यो चाहिँ बगुल्लो भर्खर फल्न सुरु गरेछ। यस्तो भइसकेछ, खाने बेला लगभग हुन लागिसकेछ। घरको पेटीमा वरपार रोप्दैछ। हस्त बाई बाई, नमस्ते। सब्सक्राइब गर्न नभुल्नु होला भन्दै अहिलेलाई म बिदा माग्न चाहन्छु।